सो एभ्रीवन वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी धेरै पछि युट्युबमा चाहिँ आज धेरै पछि भिडियो हालिँदैछ। अब टिकटकमा हेरेर युट्युबमा पनि गइदिनु होला। अब हाम्रो चाहिँ त्यहाँ भेटघाट छ, गाउँको विजय बाबै, युवक दाइहरू अनि को आउँदै हुनुहुन्छ। यसो भेटघाट गर्नलाई मामा अनि यता हाम्रो सोल्टी आज चाहिँ के अरे निर्मल सोल्टी हुनुहुन्छ। धेरै लामो समयपछि चट्ट बाहिर हिँड्दैछौँ यसो दाइहरूलाई भेट्नलाई है। जाडो धेरै छ कि अहिले, एकदम जाडोमा चाहिँ तातो ज्याकेट लगाएर सबै पुरा हिमालको छेउमा गए जस्तो बाक्लो कपडा लगाएर हिँड्नु परेको छ अहिले। यस्तै छ है जिन्दगानी। ल नेपालमा पनि जाडो बढ्छ होला। अब उता गएर दाइहरूलाई भेटेर भरे फेरि भेटौँ है त। अहिले चाहिँ हामी यहाँ जुबेल सेन्टर आइपुग्यो। सिटी चाहिँ बाहिरपट्टि छ, यो चाहिँ भित्रभित्रै हामी चाहिँ गर्मी लाग्छ र यो बाटोबाट आएको। हेलो 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 भनिदिनुहोस् यता। हेलो निर्मल सोल्टी हेलो हुनुहुन्छ। नौलो ठाउँ त होइन, यसो भ्यू त दामी आउँछ त। यतै हो सोल्टी। के छ सोल्टी? हो नि होइन। यसलाई भेट्यो। अब हाम्रो युवक दाइ कति आएको चाहिँ कति भयो हामी तपाईँ आएको? म आएको 17 महिना भयो। अब 1-2 महिना बसेर जान्छु। 17 महिनामा डरो कमाइयो होइन त। कति हो नि, अब 1 बरा जति भइसक्यो। 2 बरा बनाएर जाने सोच बनाएको थिएँ। अब 2 बरा भएको छैन, अलिकति अब पुग्नु पनि लागेको छ। निम्टो भइसकेछ पुरै। अब भारी पुरै यसो जाने हो, 2 बरा बनाएर जाने हो। भेट्न चाहिँ हामी अघि नै भेटेको। अब यहाँ खानासाना खाइयो टक्क। अनि अहिले चाहिँ यहाँ हाम्रो विजय बाबैलाई लिन जाँदैछौँ टक्क। विजय बाबालाई भेटेर समुद्रतिर जाने कुरा भइरहेछ। अनि घर त जाने हो नि दाइ, घर किन नजानु, ट्याक्क जानु पर्दैन त घर। अब के गर्छ कम्पनीले, बस्नु दियो भने त बस्ने नि, के गर्नु जानु। बसेर आइरहेछ त पैसा तेरो गएर चट्टसँगले एउटा कोही छ भनेदेखि यहाँ हाम्रो भाइको लागि विशेष चाहिँ लागि पर्नु होला। फ्री छ यस्तो फ्री देख्दाखेरि कसरी मन थामेको तपाईँहरूको के भइरहेछ कि यहाँ लागि परौँ अलिकति। बाक्सिलामा एउटा रमाइलो नभिजाए भरे जाँदा सेतो देख्छ। त्यहाँ छुरी यत्रो घाममा छुरी माथि धेरै टाढा गएन है। कपाल नडुबाउनु भन्नु न, कपाल नडुबाउनु भन्नु न, कचक्क हुन्छ अहिले। ठोक्छ टाउको ढुङ्गामा डङ्गै। कति मजा हो साले नआउने बाजे। अब भरे नुन तेरो कपाल नच भनेको सेतै हुने बाबा। के साह्रो नुनिलो पानी यार। कोकेन है कोकेन। तपाईँले अलिकति खाएकै धेरै नखाए यति त खाना खा। कस्तो खाँदैन जस्तो हौ, यति त खा अलिकति खाना। कस्तो मिठो यार। अलिकति खा खाना खासोको किरा हो कि
ला खाना खा अलिकति खा अर्को निकाल ठुलो ठुलो यो सानो हो कस्तो दाइने चाहिने दाइने यस्तो घुमेको चाहिँ यताबाट यो उल्टो घुमेको हाम्रो यहाँ बिजे बाबी नै आइसकेको छ अहिले चाहिँ यो यहाँ चाहिँ शङ्खको यहाँ अनुसन्धान भइरहेछ क्या शङ्ख विशेष नेपालमा लगेर 1 करोडमा बेच्नुपर्छ 1 करोडमा थाहा छ तँलाई रोदन यहाँ हेर आँखावाले छ आँखावाले थाहा छ यो खानु पनि काम लाग्छ बेला मौकामा खाइस भने यस्तो हुन्छ तागत चाट त कति हो यार फोल्डिङको पाइप चल्न तागत चाहिँदैन यस्तो खाएर यार दाना दिउँ न हौ यसलाई जिउँदै रहेछ त्यो ल हेरे केटा यहाँ हेर्दै खाइ त्यो ठुलो त नफुटाउनु नि बुई यहाँ खानुपर्ने यार किरा भएको छ त्यत्रो ढुङ्गाले फुटाउनु मर्दैन देख यार किराको गुदै हेर त खोरी हेर त खाने चाहिँ कुन हो भएको के खायो नि त्यही हो केही हुन्न क्या यो नुनिले हुन्छ छ्या के साह्रो घिनलाग्दो गरेको यो बोक्दै यहाँ शङ्ख भेटेको बेलामा नि देख बिजेले बिचरा मरि खोजेर लिएको देख दाइने अरे शङ्ख त दामी छ त हामी पनि अब भेट भयो कोकु यसरी अब घुम्नु आइएको छ अहिले अब घुम्ने यसो अनि आफ्नो आफ्नो बाटो लाग्ने हो जाऊ हजुर पनि गरेर आएर चाहिँ रुम फर्किसक्यौँ बस हुन्छ भिडियो हेर्दै गर्नु होला फेरि पनि आज धेरै पछि फ्री टाइम मिलेकोले गर्दाखेरि यसो भिडियो नयाँ भिडियो बिस्तारै आउने गर्दैछ फ्री टाइममा बनाउने हो अब टाइमै मिल्दैन अहिलेलाई चाहिँ बाई पछि भेटौँला है त।